विप्लवको अबको बाटो कता? यस पटक भूमिगत आन्दोलनका कारण नभई संसदीय चुनावको तयारीका कारण नेत्रविक्रम चन्द विप्लव फेरि चर्चामा छन्। शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछिको सन्देश विप्लव अब संसदीय राजनीतिमा प्रवेशको अन्तिम मोडमा छन् भन्ने देखाउँछ। शनिबार प्रचण्डलाई भेट्न पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई साथमा लिएर विप्लव प्रचण्ड निवास खुमलटार पुगेका थिए। दुई पार्टीका नेताहरूबीच समाजवादी मोर्चालाई अझ सक्रिय बनाउने तथा दुई पार्टीबीच एकताका लागि छलफल र सहकार्य गर्दै अघि बढ्ने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। स्वयं विप्लव नेतृत्वको नेकपाले पार्टी एकताको प्रस्ताव अघि सारिसकेको छ, तर माओवादी केन्द्रभित्र एकताबारे खासै चासो नदेखिएको उनीहरूको गुनासो छ। माओवादी नेताहरू सहकारी र मोर्चा बलियो बनाउने कुरा गरेर छलफललाई लम्बाइरहेको विप्लवको आरोप छ। विप्लवले आफ्नो प्राथमिकतामा माओवादीसँग एकतालाई पहिलो नम्बरमा राखेका छन्। नहुने अवस्था आयो भने मोर्चा वा अन्य वामपन्थी शक्तिसँग गठबन्धन बनाएर चुनावी मैदानमा उत्रने योजना पनि विकल्पका रूपमा अगाडि सारेका छन्। 2084 सालको निर्वाचन अब विप्लवको मुख्य लक्ष्य बनेको छ। संसद बाहिर रहेका उनी अब संसद भित्र पस्ने चाहनामा छन्। चुनावी तयारी तीव्र पारेका विप्लवले विभिन्न वामपन्थी नेताहरूसँग भेटघाट गर्दै मोर्चा बनाउने कसरत थालेका हुन्। प्रचण्ड संसदीय राजनीतिमा सक्रिय हुँदा विप्लवले संसदीय राजनीतिबाट परिवर्तन सम्भव नहुने भन्दै 8 मङ्सिर 2071 मा कपिलवस्तुमा आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए। विद्रोह गर्ने भन्दै पार्टीमा भूमिगत तरिकाले सेना, पार्टी र मोर्चा निर्माण गरेका विप्लवले ती सबै कुरा छाडेर उनी अहिले संसदीय राजनीतिमा आउन आतुर देखिएका छन्। अहिले विप्लव छटपटीमा रहेको वामपन्थी लेखक तथा राजनीतिक विश्लेषक ऋषिराज बरालले बताउँछन्। उनले भने उनको अवस्था अहिले छटपटीपूर्ण छ। राजनीतिले लिएको धार एकातिर छ, उनी अलग्गै छन्, तर उनको पहिलो प्राथमिकता माओवादीसँग एकता अथवा मोर्चा नै हो। उनी जसरी पनि 2084 सालको निर्वाचनमा सहभागी हुन चाहन्छन्। त्यसका लागि उनी प्रचण्डसँग मिल्न चाहन्छन्। आफ्नो भूमिका स्थापित गर्ने हुटुटीले पिरो लिएका छन्। प्रधानमन्त्री हुने चाहना रहेको बताउँदै आएका छन्। व्यक्तिगत स्वार्थबाट उत्प्रेरित छन्। राजनीतिले नयाँ दिशा लिँदैन। उनको व्यक्तिगत चाहना छरपष्ट भएको छ। विप्लव सांगठनिक रूपमा पनि कमजोर बनेका राजनीतिक विश्लेषक बरालले बताउँछन्। उनको सांगठनिक धरातल पनि कमजोर बनेको छ। पार्टी पटक पटक विभाजन भएको छ। निर्वाचनमा भाग लिन चाहन्छन्, तर गाउँठाउँमा कार्यकर्ता छैनन्। बरालले भने माओवादीसँग मिलेर नै आफू सुरक्षित हुन चाहन्छन्। यदि त्यो भएन भने जसका ढोका चहारेर भए पनि आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन्। त्यही नै हो उनको अहिलेको दौडधुप जस्तो लाग्छ। क्रान्तिको झण्डा बोकेका विप्लव अहिले धान र आलु खेतीमा सीमित छन् भने मनमा प्रधानमन्त्री बन्ने चाहना पलाएको देखिन्छ। राजनीतिक रूपमा अब उनी हार्डलाइनर भन्दा पनि हार्ड योजनाकार झैं देखिन थालेका छन्। यथार्थ के हो भने विप्लवको क्रान्तिको बाटो अब संसदीय गोलचक्करमा फन्किएको छ। अब उनको यात्रा क्रान्तिबाट होइन, गठबन्धन र गठजोडको गणितबाट तय हुनेछ। यो संक्रमणकालीन मोडमा उनी कुन मोर्चा समात्ने हुन् त्यो समयले बताउनेछ।